सवारी प्रदूषण भन्नाले के बुझिन्छ? सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन भागले प्रभाव पार्दछ? सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो? हर्नको कारणले कस्तो प्रदूषण हुने गर्दछ? टु स्ट्रोक र फोर स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण प्रदूषण बढी गराउँछ? प्रदूषण मुक्त सहर बनाउनलाई कुन गाडी सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ? विद्युतबाट सञ्चालित सवारी साधनको प्रदूषण कहाँ परीक्षण हुन्छ? कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन? सवारी साधनको धुवाँ कहाँबाट बाहिर निस्कन्छ? हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको हो?